हाई एभ्रिवान नमस्ते नमस्ते फ्याफुल्ला यहाँ सम्पूर्ण युन्जी च्यानल ब्लगमा स्वागत छ। सो आज म हजुरको सामु तातो तातो खानाको साथमा आइरहेको छु साथीहरू। फेरि पनि आफ्टर लङ टाइम फेरि पनि म खाना खाँदै हजुरहरूसँग गफ गर्दै भनेर म उपस्थित भइसकेको छु। र आजको मेरो खानामा चाहिँ कस्तो हेल्दी खानाहरू छ। यसमा चाहिँ मैले ब्रोकोली लिएको छु अनि यसमा चाहिँ सिमी आलु अनि सोयाबिन छ। यसमा चाहिँ मिठो टमाटरको सिलौटामा पिसेको अचार छ अनि यसमा चाहिँ भने हाम्रो दाल छ हैन। यो दाल चाहिँ मैले फ्राई गरेको है, रातो दाल फ्राई गरेको। मलाई चाहिँ त्यो नर्मल दालहरू खासै खानु मन लाग्दैन, मलाई चाहिँ फ्राईवाला दालहरू चाहिँ एकदमै मनपर्छ। सो त्यही कारणले मैले रातो दाल फ्राई गरेको छु र प्रायः म त्यस्तै फ्राई नै खान्छु। अनि आज चाहिँ म हजुरसँग गफ गर्दै खाना खाँदै गर्छु भनेर आज मैले ढिला खाना खान लागेको है साथीहरू। हजुरले खानुभयो कि भएन? अब म चाहिँ खाना लागेको है त। दाल पनि यसरी हाल्ने है। मलाई चाहिँ सिलौटामा पिनेको अचार चाहिँ लास्टै मनपर्छ क्या। सो मैले तिनवटा टमाटर पिनेको है मैले। ओके, फर्स्ट बाइट खाएँ है त। तर म जति सोचेको थियो त्यति पिरो चाहिँ भएन चाहिँ। मलाई चाहिँ पिरो खानेकुरा चाहिँ टक्क एकदमै स्वाद लाग्छ है। तर पिरो बनाउँछु भनेको खासै त्यस्तो सोचे जस्तो पिरो चाहिँ भएको छैन। आफूलाई आफ्नो खानाको स्वाद तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? मलाई चाहिँ मैले बनाएको खाना मलाई नै मनपर्छ। दाल चाहिँ बाक्लो भएछ है। अनि अर्को कुरा, खाना खाने बेलामा पानी खाने बानी चाहिँ छैन मेरो।
रोडको घरमा भएर होला हैन पुरा गाडीको चाहिँ पुरै साउन्ड आइरहेको छ। अचारमा चाहिँ चिमुर राख्नु बिर्सेछु मैले। खास मलाई यति खानाले पुग्यो। अब यति खानु चाहिँ बढी भयो। मलाई चाहिँ किन भन्दाखेरि खाना भनेको मलाई चाहिँ एकदम तातो तातो बाफ आउनु चाहिन्छ के। त्यो खाना चिसो भयो सो मलाई चाहिँ अगायो कस्तो गाह्रो भयो। यो चाहिँ फाल्दिनँ म, यो चाहिँ खान्छु सबै। यति खान्छु म, कृपया माफ गर्नु होला। मैले खाना फाले भनेर मलाई नकराउनु होला, काट नगर्नु होला, किनभने खानै खान सकेन। मलाई चाहिँ खानाको एकदम बाफ आउनुपर्छ तातो तातो। तर यति चाहिँ म खान्छु जस्तो तसो भए पनि। सो त्यो बाटीको चाहिँ म खाँदिनँ, सक्दिनँ मैले खानु। अन्नले सराप छ भन्छ, मलाई माफ गर्नु होला। मैले खानै सकेन। फेरि मेरो बानी कस्तो छ भने मलाई यति मात्रै खाना बढी भयो भने पनि मलाई यति गाह्रो हुन्छ कि छटपटी हुन्छ। त्योभन्दा बरु म खादिनँ। खानको लागि काम गर्ने हो हामीले, त्यही फाले पनि पाप त मलाई अवश्य लाग्छ। तर मैले के गर्नु, जानी फालेको होइन। भन्नुको मतलब मैले खान सकेन, त्यही भएर हो। मलाई माफ गर्नु होला। म यति खाना नखाने भएँ। सो अहिलेलाई भने यति नै। उल्टो जुठो हात छ, जेब्रो हात पनि बाई, लेफ्ट हातबाट नि बाई। मेरो च्यानललाई फर्स्टचोटि हेर्दै हुनुहुन्छ भने प्लिज जोन्जम ब्लगमा गएर सब्सक्राइब गरिदिनु होला। प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। अनि माया गरिदिनु होला, साथ दिनु होला। अहिले भने बाई, शुभरात्रि। सो यति भन्दै म आज यस ठाउँबाट बिदा लिन चाहन्छु। अहिले भने बाई, I love you all. Please do like, share, comment and subscribe my Yonjan Vlogs. यहाँहरू पहिलोपल्ट हेर्दै हुनुहुन्छ भने यो च्यानल ब्लगलाई सब्सक्राइब गर्न नभुल्नु होला। अहिलेलाई भने बाई बाई।